सँगै साटौँला अवसर लमजुङ्गे डाँडैमा अवसर जता छ निर्माया उतै नजर। गुड मर्निङ फ्रम जोङ्ला। हाम्रो यहाँ सनराइज पनि भएको छैन आज। यो आमा डाब्लम अनि हाम्रो यहाँ ब्रेकफास्ट रेडी है। लेमन हनी जिन्जर चना रोटी अन्डा पनि खोला चाय चाय चाय। कुकुर खेल्न आएछ है मसँग बिहानदेखि। ल यो चाहिँ हाम्रो जोङ्लाको कुकुर हो, जोङ्लाको भोटे कुकुर। गुड मर्निङ फ्रम जोङ्ला। आज हामी चोला पास गर्दैछौँ। बिहानको 6 साढे 6 भयो होला अहिले। हामी यहाँ सुरु गर्दैछौँ। सनराइज पनि भएको छैन। यो होटलमा बसेको वाउ, ल हेर्नु त यहाँ कस्तो दामी। यो हिमालको ठ्याक्कै माथि चन्द्रमा पनि छ। नाइस। ल दामी भ्यू छ यहाँको। हामी हिजो यसमा बसेको अनि यो हिमालको बेस अनि पुरै माथि अनि पुरै चन्द्रमा पनि छ। सनराइज हुँदैछ है हाम्रो यो हिमालमा। खोइ जुम गर न, जुम हो। सनराइज हुन लाग्छ यता। यहाँको ल्यान्डस्केप यस्तो छ। केटो अगाडि हिँडेछ। बवाल सनराइज भएको छ यहाँ। यो चोलाको उकालो सुरु हुन लाग्यो। चोला पास चाहिँ यो र योको बिचमा छ त्यहाँनिर। अनि हाम्रो यो कुकुर पनि आइपुगेछ यहाँ। यो पनि चोला हान्ने रे। हान्ने हो त? ए पर्मिट फ्री रहेछ नि त यसलाई है। हामी यहाँ देख्न सक्छौँ यो ठाडै उकालो छ। यो पहिलो पोस्ट राखिरहेको अनि यहाँबाट चाहिँ माथि चढ्छौँ। यो चाहिँ ठाडै उकालो छ है। यस्तो छ उकालो। हाम्रो डगी पनि सँगसँगै आज। यो ठाडै उकालो भर्खरै कट्यो। उकालो सक्छ भन्छु सक्दैन, सक्छ भन्छु सक्दैन। हाम्रो भाइ चाहिँ पहिल्यै आएर पुगेछ। यो कुकुर पनि ओभरटेक गरेर आएछ। ओ माई गड, कडै उकालो रहेछ त। ए ठाडै ठिकै भयो। यहाँको माहौल यस्तो छ।
साह्रै खोकी लाग्यो बाटो यो तलको हो अनि यहाँ आइसकेको छ यसरी जानुपर्छ अनि उहाँ अगाडि येलो पोल उहाँ माथि येलो पोल हो यसरी जानुपर्छ आम कुए 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 वो टयु के बिस्तारै बसे ठसाया टुची ठसाया अनि ठुलै लोटे वा अब हाम्रो अगाडि यस्तो छ यस्तो अब यो हामीले पार गर्नुपर्छ यहाँ माथि जानुपर्छ अब क्र्याम्पन लाएरै जानुपर्छ होला यो त यो हल्का फ्रेस जस्तो छ यो आइस यहाँ चाहिँ टेक्न सकिन्छ यो कडावालामा चाहिँ सकिँदैन चिप्लो छ माउन्टेन के कक हो स्नोकक टिबेटन स्नोकक वाओ ब्युटिफुल एक झुन्ड यो रहेछ ल हामी चोलापास पुग्यो हाम्रो यो टिबेटन माउन्टेन ककले चाहिँ हामीलाई स्वागत गर्दैछ र यो पार्ट चाहिँ हाम्रो चोलापास हो ग्लेसियरको पार्ट चाहिँ हिँड्न बाँकी छ हामी कस्तो राम्रो भ्यू ल माउन्टेन ककले टिबेटन माउन्टेन कक होइन यो ल कस्तो बब्बाल देखेको अब एउटा ग्लेसियर चाहिँ तर्नु छ हामीलाई आएँ
यो भिडियो बन्द गर्दिनँ म ओइ सरी यो ग्लेसियर हिँड्ने मुनिबाट ए माथिबाट ए कहाँ त्यहाँ गएर क्राम्प बम लाउने अनि त्यसपछि हिँड्ने ओ यो ग्लेसियर हामी चढ्नुपर्छ ल कत्रो ठुलो छ हेर्नु त दाइ हो भने कति लामो ल डेफ्टै कति धेरै छ यो ग्लेसियर हामी चढ्नुपर्छ ए बाल है कुकुरले लखेटिरहेको मैले ठ्याक्क भिडियो बन्द गरेँ होइन अनि लखेटिरहेको यसले अनि आयो आएन थाहा छैन मैले फेरि अन त गरेँ ल किन कन्फ्युज हुनु पऱ्यो र ऊ येल्लो पोल छ त अगाडि म्यासिभ यार मलाई कस्तो बबाल लाग्यो यार यो ग्लेसियर यो माथि चढेर यो ग्यापबाट हामी झर्नुपर्छ वा यहाँ ताल पनि छ एउटा अनि चाहिँ हामी यसरी हिँडिरहेको छौँ एज यु क्यान सी दिस इज द चोला पास ये आउँदैछन् केटाहरू आउँदैछन् है केटाहरू आउँदैछन् यहाँ सही छ ल कुकुर पनि आयो क्या हामी सँगसँगै नाइस हेर्न यसरी खिच्नुपर्छ कस्तो सही देख्छ नि राति यो सबै ग्लेसियर हो यस्तो म्यासिभ छ ग्लेसियर कुरै छोडा हामी जानुपर्ने चाहिँ यहाँ हो ल यो ठ्याक्कै यो पासमा हो यहाँनिर झन्डा पनि झन्डा पनि देखियो ल अब हामी चाहिँ यो कर्नरबाट चढ्दै 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 यहाँ चढ्नुपर्छ हामी जाने चाहिँ यो बाटो हुँदै माथि चढ्ने र यो येलो पोल टाँगे ठाउँबाट तल गर्ने गर्दै गर्दै हामी माथिसम्म पुग्छौँ र यहाँ चाहिँ क्राम्पन लाउनु पर्छ क्राम्पन कहिले लगाउने ल अब सुरु भयो है हाम्रो क्राम्पन लाएर चढ्ने ठाउँ आयो यो सबै आइस मात्र छ क्राम्पन पनि लाइयो यस्तो हुन्छ ल केटोले नि लायो उता दायाँ लाउँदै हुनुहुन्छ अब हामी यहाँ माथि चढ्नुपर्छ आइसमा केटो अगाडि हिँड्यो है लाउनु ल हामी चाहिँ आसमा छिर्यौँ कुकुर पनि आयो त चोला पास हान्ने भयो
फ्रेस आइस खसिन्छ होला नगर बाटो जाउँ कुकुर आयो यार त्यही त है यो म्यासिभ आइस माथिबाट यस्तो झरेर आएको हो यो सबै अनि सबै यहाँ तल गएको खतरा छ ल हाम्रो चोलापास नजिक यो म्यासिभ आइसको हिउँ आइस यो सबै जम्मा भइरहेको रहेछ यहाँ अनि यो सब यहीँबाट झरेको अनि हाम्रो केटाहरू पर छ यो कुकुर त रेस्ट गरी आइरहेछ अनि त्यसपछि यहाँ दाइहरू सबै यहाँ आइरहेछ नाइस ल यति पर छ है दाइहरू यस्तो छ यहाँको अवस्था यस्तो छ यसरी हिँड्ने हो पाइला छ माथि यहाँ पुग्न लाग्यो हामी चाहिँ यो भिर चढ्यौँ यही बाटो हाम्रो भोटे कुकुर पनि यहाँ आइरहेछ आउँ कि नआउँ गर्दैछ दाइहरू पर को कुकुर ला कुकुर त फर्क्यो नगर सरी ल यत्रो म्यासिभ ग्लेसियर हामीले तर्यौँ अब अलिकति मात्र उकालो छ अनि पुगिहाल्यो हामी ल रविहरू चाहिँ चोलापास अलमोस्ट पुग्यो हाम्रो चाहिँ अलिक तल छौँ यही हो केटाहरू पुग्यो टुनिस भाइ पुग्यो रवि पुग्दैछ ल वेलकम टु द चोलापास वेलकम
To the Chola Pass! ल अब यताको भ्यू हेरौँ है वाउ यताको भ्यू त अर्कै देखिन्छ एउटा चरा पनि छ ल हामीसँग यहाँ ओ म्यासिभ यहाँको हिमालको रेन्ज पनि के प्यानल सोलर प्यानल चार्जन पाइन्छ ओ माई गॉड ल हेर भाइ हेलो हामी हो टपमा पुग्ने अहिले ए हामी चाहिँ फाइनली नाइस ल लास्टै मजा आयो ल यही हो चोला पास यही हो चढिदिने हो क्या अब त इनर्जी पो आयो त बेग्लै ल यहाँ चाहिँ सोलर प्यानल राखेर चार्ज गर्ने ठाउँ पनि राखिदिएको छ सजिलो होस् भनेर यो प्यानल भयो यता भयो होइन यो अब हामी ठ्याक्कै त्यहाँ होला कतै त्यहाँ पारी यहाँ पारी त्यो झन्डा देखिरहेछ त देखेछ ढुङ्गाको छेउमा यहाँ त्यहाँसम्म अब यहाँबाट त्यहाँसम्म तेर्सो तल झरेपछि त्यहाँबाट फेरि ओह्रालो होटेलसम्म सही हो है सही छ ल ओए ओ माई गॉड खोइ दाइहरूलाई खिचौँ न यहाँ कहाँ छन् खोइ दाइहरू चरा छ कुकुर पनि आउँ कि नआउँ गर्दैछ है ऊ त्यहाँ आइपुग्यो कुकुर यहाँ तर यस्तो म्यासिभ ग्लेसियर ल तरेर आयौँ हामी अब हामी अर्को उता फेरि अर्को ग्लेसियर छ होइन तिरबाट देखिने 360 भ्यू यसरी देखाइदिन्छु नि त 360 भ्यू देखाउनु पऱ्यो नि अनि यताको हिमाल बेग्लै संसार छ त्यहाँ बहुत रमाइलो भयो बहुत खुसी लाग्यो ओ आयो त आयो हाम्रो कुकुर आइपुग्यो फाइनली कमन त्यहाँ आउने बित्तिकै माया गरिदियो है अनि ल त्यता जाउँ त्यता जाउँ तिमी त्यता जाउँ ल ओ माई गॉड अब त म पनि माया गरिदिउँ क्या एकछिन म पनि माया गरिदिएँ ल यसलाई फाइनली यो कुकुरले नि चोला पास हानिदियो दामी छ यसको होइन के हो यसको नाम जेसकै होस् भोटु ल भोटु बिचारा जङ्गलैदेखि सँगै आएको यो कुकुर कस्तो राम्रो कुकुर यार पास हान्दा तँलाई खुसी लागिरह्यो होला है वेलकम लास्ट पुश लास्ट पुश वेलकम लास्ट सक्यो आइपुग्यो दियो है दियो चोला पास दियो कम on last push चोला पास हाय दामी वेलकम फाइनली वेलकम ल दामी दाइ चोला पास पिस दामी चोला पास alright finally done चोला पास
मजा है मजा आयो है ल यस्तो छ है चोलापासको माहौल यहाँ अब यहाँ नाच्नुपर्छ नि होइन हामी गाइस फाइनली चाहिँ बजाउनु पर्यो ल पुग्यो चोलापास एउटा लोकगीत बजाउँ अनि चोलापास नाच्दिउँ त छ तपाईँको मसँग छैन लोकगीत यहाँ त लोकगीतै छैन हामी यहाँको बाटो चाहिँ यो हो मजाले बाटो चाहिँ कडा रहेछ ओइ 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 कमान 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 दाइ आउनु नाच्नु ओइ हेइ हेइ नाच नाच झिल्के दिनकाली ए लखेटिङ ससुरालीमा हेइ हेइ चिसालीमा नगर चिसालीमा ससुरालीमा ठाउँमा ठाउँमा लिनु अब कान्छी सालीमा हेइ 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 ससुरालीमा ससुरालीमा ओ अब त सास फुल्छ अब ओ पुग्यो 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 थ्याङ्क यू भेरी मच चन्द्रमा पनि देखिरहेछ यहाँ खोइ कहाँ गयो ल मा ए Thank you. There's a board as well. Alright, thank you. Oh. Come on. Yo. Oh. खायो त त्यसले त यहाँसम्म आएको छ बिचरा चराले पनि लिएर गयो है ल चोलापासमा के हो रोटी र पिनट बटर हाम्रो सेरु हामी पनि यता Cheers. यहाँ चोलापासमा पिकनिक हुँदैछ है स्याउ बदाम चपाटी बिस्किट एभ्रिथिङ मजा आइरहेछ ल ओहो यस्तो पो हो त नि ल नाइस यो माउन्ट मकालु है हाम्रो ठोक्वैयो ठोक्वैयो झर्छौँ हामी ल अब हामी तल झर्छौँ पिकनिक सिद्धियो डान्स पनि सक्यो अब झर्ने ल अब हामी चोलाबाट चाहिँ झर्दैछौँ गाइस यही हो बाटो झर्ने हिमालको श्रृङ्खला चाहिँ यही हो भए पनि हामी आज गएकै जान्छौँ रे ल अलराइट अब हामी यो चोलापासबाट हिँड्दैछौँ थाङनाक लेट्स गो फर थाङनाक नाउ अब तल ओह्रालै ओह्रालो हो परसम्म यो डाँडै डाँडा ल म यहाँ जुम गरेर एकछिन देखाउँछु यो बाटो यहाँ बाटोबाट यो बाटोबाट यो अनि
यहाँबाट तल झर्ने नि यहाँको स्टाइल यस्तो छ यस्तो तारै तार म खो भटी पनि गाइड सोके म्युगी क्या मार्यो मोरो यहाँको यो निस्केछ यो तारै तार यस्तो समातेर तल जानुपर्ने छ यो यहाँ यस्तो यस्तो छ यस्तो यस्तो तल जाने ल आउँदा बिस्तारी बिस्तारी हो बिस्तारै आउनु यहीँबाट बिस्तार जाऊ तिम्रो लड छ यस्तोमा बाटो बनाइ हिँड्नुपर्छ हामी ल यस्तो छ सिस्टम यो हाम्रो डग्गी पनि आएको छ आइरहेछ माथिबाट सबै यो चिनोहरू राखेको पनि सब पुरिसक्यो हामी चाहिँ यो हेर्दै हेर्दै तल गइरहेछौँ लगभग बाटो जस्तो जस्तै छ यहाँ गुटुङ टुङ आइरहेछ केटाहरू इजी केटा आइपुग्यो त केटा आइपुग्यो आयो ओइ हजुर ल हान्दियो रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायाकेको रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी मजा आयो मजा आयो चोला पास आफ्नै हो आफ्नै चोला पास मजा आयो ल सरर मलाई आउँदैन है तर यो गीत निर्माया उतै छ नजर अनि शिकारीले मारो नि कस्तुरी एकचोटि ने सम्झेनौ निष्ठुरी हावा सरर सम्झुको डाँडैमा हावा सरर जता छु निर्माया उतै नजर हे दामी ल यहाँ आउँदै हुनुहुन्छ हाम्रो दाई अगाडि त्यसपछि हाम्रो माइकल भाइ त्यसपछि हाम्रो अर्को गेस्ट छिमेकी राष्ट्रबाट पियुष वेलकम एभ्रिवान मजाको बाटो छ यो के फुटबल कमेन्ट्री हो क्या गाइस चोला पासको स्लोप हेर्नु त 60-70 डिग्रिज होला पुरै आज चाहिँ मौसमले चाहिँ साथ दिएछ है रवि चाहिँ झर्दैछ त्यही मैले हान्दिहालेँ समाउ मात्र ल टक्क त्यो उतिर गरेर ल हुन्छ कस्तो दामी के आयो चला पास कस्तो आयो दामी आयो
नाइस रविचार छ रहेछ हेलो हेलो ल ओ यहाँ यस्तो छ भिड छ यहाँ दाइ हुनुहुन्छ एभ्रिवान्स कमिङ बिहाइन्ड ल यहाँ तल छ हाम्रो भाइ लेट्स गो हामी यहाँ एउटा हिमाल चढेर तल झरेको फिल भइरहेछ यहाँ पुरै ल हिमालै चढेको हो हामी त हामी यहाँ हिँड्दैछौँ यति यति मात्र हिउँ छैन अनि अन्त सबै हिउँ छ जमेको छ ल मजाको छ अनि हामीसँग यहाँ पछाडि कुकुर पनि आएको छ खोइ कहाँ गयो ल यो कुकुर चाहिँ हामीलाई नछोड्ने भयो यसले यहाँ चाहिँ बाटो यस्तो यस्तो छ अघि क्र्याम्पन खोलेको अब क्र्याम्पन चाहिने जस्तो भइरहेछ अलिअलि हामी यहाँबाट मुनि झरेको केटा कहाँ हिँडेछ ल वहीँसम्म हिँडेछ ल यस्तो छ ल्यान्डस्केप यहाँको यो अर्को पार्टमा आइपुग्यौँ हामी यो त यहाँको जोनै अर्कै छ ल पुरै ल्यान्डस्केप फरक छ यहाँ त माई हो त्यहाँको भ्यू कस्तो भयो यो त खतरा झर्नै सुक्या सुक्या जस्तो छ जमेर ओ माई गॉड दामी ल यहाँ हाम्रो केटा यहाँ तल खोइ कहाँ छ पुगेर सुत्न नै भइसक्यो ल चाहिँ यो फ्रेस यो झरना अगाडिबाट हेरौँ है यो झरना अगाडिबाट हेरौँ यस्तो बवाल छ अब पग्लिन थाल्यो यस्तो मजाको छ ल वाउ ल खतरा हो दाइहरू बल्ल आउँदै हुनुहुन्छ ल हामी यहाँबाट आएको ल हे हो ठाउँ है उसलाई त केही चाहिँदैन नि चिप्लिन्छ होला बिस्तारै जाऊ त ल ल भइहाल्यो नि तरिन्छ तरिन्छ हाम्रो यो लास्ट उकालो त्यो झन्डाबाट चाहिँ ओह्रालै ओह्रालो छ पुग्यो हाम्रो भोटे पनि यहाँ आएर बसिसकेको छ अब यहाँ पुरै ओह्रालै ओह्रालो छ अब यहाँको ल्यान्डस्केप म देखाउँछु यत्तिको छ दाइहरू देख्नु भएको छैन यो डाँडाबाट पनि अझ उता डाँडाबाट आइराख्नु भएको छ होला हामी चाहिँ नन स्टप हिँडेर आयौँ हाम्रो केटा
यहाँनिर बिसाएर बसेछ। डगीले साथ छोडेको छैन है, हिँड्दैछ हामी सँगसँगै। यो ए कस्तो कल कल पानी छ ल, खाउँ खाउँ लाग्ने रहेछ। यहाँ त कस्तो पर्पल पर्पल भएछ यहाँ त। नाइस। ल बल्ल बल्ल त्यत्रो उकालो झरेपछि बल्ल हाम्रो यो ठाङनाक गाउँ देखियो। माई गड, अब 10-15 मिनट होला। यो पानी एकचोटि उ गर्नु पऱ्यो, ल छुनु पऱ्यो। फाइनल्ली हामी ठाङनाक पुग्यौँ। भोटे, ओए भोटे, वेट, कख रोक्यो भाइ। यो त हामी कुनमा हो, कुनमा हो? यहाँ चाहिँ यसरी हाम्रो लाइट पारेर पानी तताइरहेछ है, यस्तो स्टाइल। यो ठाङनाकको गाउँमा आइपुग्यौँ। यहाँको भ्यू यस्तो छ। अब हामी खानासाना खाइसकेपछि चाहिँ यहाँ माथिबाट उक्लिन्छौँ होला। गोक्यो हाम्रो यहाँ चाहिँ यो होटलभित्र चाहिँ यस्तो सनरुम हुन्छ, मजाले घाम ताप्दै। अब खाना एकछिनमा आउँछ अनि खाने, तातो पानी पिउँदै। ल ठाङनाकमा यो कुन होटल? यो खुम्बिला होटलमा खाना खाएर अब हामी गोक्योतिर लम्किँदैछौँ। हाम्रो भाइहरू रेडी, दाइको के छ रेडी? म पनि अब रेडी हुँदैछु। हो, अब मेन्टली हुनु पर्यो, अफ्रामै गुलियो खाना खानु पर्यो। गुलियो खानु मन छैन। खानाको उ गरेर चाहिँ एनिवे हामी सबै रेडी भइसकेका छौँ। अब लेट्स गो। यो कुकुर चाहिँ बिहानदेखि हामीसँग आएको छ। अब फेरि आफै आउँछ त्यो। ल है त, हामी गोक्यो जाँदैछौँ। यो साइनबोर्ड राखेको छ। 7 घन्टा लाग्यो। अब हामी यहाँ जान्छौँ। यस्तो छ ल्यान्डस्केप। माई गड, वाट अ भ्यू है, बब्बाल के। नाइस। नाम चाहिँ छोप्यो। ए हो र, नाइस भ्यू। यहाँबाट अर्कै हिमालको रेन्ज देखिन्छ। अब यहाँबाट फेरि अर्कै संसार देख्छ यहाँ। ल एकछिन पज गर त। वाउ, अब यो ग्लेसियर हो हाम्रो। यहाँबाट वहाँ तर्नुपर्ने छ हाम्रो ग्लेसियर। यो यहाँ ग्लेसियरमा तालै ताल छ। ल फेरि वहाँ पछाडि कस्तो ब्याकग्राउन्ड राम्रो हो। यहाँ बादलै बादल आएर हेर न है, कस्तो बबाल। अब यो ग्लेसियरमा तालै कति कति कति, यहीँबाट दुधकोसीको उत्पत्ति हुन्छ है। यही हो खोइ कुन चाहिँ यो डाँडा, यो डाँडा, यो के हो? यो चाहिँ गोक्यो रे। हामी भोलि चढ्छौँ यो। ऊ त्यो डाँडा रे। गोक्यो खोइ त। यो यसको पछाडि यहाँ। ए यसको फेदमा गोक्यो। यहाँ देखेको छैन। अब हामी
भन्ने बाटो छैन नाइस भेटिहाल्छ ल गाइस हेर त्यो झऱ्यो कि रोक्नै पर्यो गएको जान फेरि स्टार झरेछ एकदम होस गर्नुपर्छ आउनु 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 ल बिस्तारै आउनु केटा कहाँ बिर्स्यो ऊ त्यहाँ छ ऊ तलबाट जाने छ बाटो यस्तो मिसमराइजिङ छ झरिरहँदो रहेछ यस्तो ढुङ्गा त यहाँ माथिबाट ढुङ्गा झरिरहेको रहेछ कुद्देर आएँ यहाँबाट ताल छ अर्को पहिरोले बाटो खाइदियो त्यही भएर हामी बाटो पहिल्याउँदै गइरहेछौँ बाटो नभएको ठाउँमा बाटो बनाउँदै गइरहेछौँ मिस्टर रवि प्रजापति यहाँ अगाडि भिडियो खिच्दै अहिले ग्लेसियरको भित्र छौँ यो हेर्न सकिन्छ यहाँ हेर यो आइसै आइस माथि चाहिँ एक लेयरको भलुवा ढुङ्गा हो यस्तो हुन्छ गाइस ग्लेसियर भने यस्तो हुन्छ बिचारा यहाँ टोलो पुगिसक्यो हामी चाहिँ यहाँ अर्कै प्लानेटमा आएको फिल भएछ आमामा के यहाँबाट आउँदा नि हुन्छ ओ माई गॉड यो ताल अनि यो यस्तो भत्किरहेछ यहाँ नाइस चाहिँ अघि यो बाटो भएर जान लाग्यो तर त्यहाँनिर बाटो नै बन्द रहेछ सो हामी चाहिँ अल द वे फेरि यताबाट घुमेर यहाँबाट आउनुपर्ने अवस्था आइरहेको छ हामी चाहिँ बाटो खोज्दैछौँ है यहाँ बाटो भेट्टा छैन अब चाहिँ एउटा भेट्या जस्तो छ अगाडि उ त्यहाँबाट हामीले देख्यौँ हाम्रो यो के अरे ग्लेसियर त पुरै भुमरी जस्तो बाटो पत्ता नलाएर यता जाऊ उता जाऊ बल्ल बल्ल बाटो पत्ता लाग्यो अब ठ्याक्क कुकुरले पनि हामीलाई बाटो देखाउँदैछ अगाडि हिँड्दैछ कुकुर कडा हो यो त सिङ्गल आउने चिजै होइन सोलो गर्ने चिजै होइन यो हराउने चिज हो यो भुमरी हो यो ठाउँ ठाउँमा पोखरी ग्लेसियर यताउता पोखरी ग्लेसियर बल्ल बल्ल आदि कटाएर आयौँ बाटो पहिल्याएर ओहो अब यहाँ हुन त यो ढुङ्गाहरूमा एरोहरू पनि दिइरहेछ यहाँबाट जाने भनेर तर के हुँदो रहेछ भन्दाखेरि आज छ भोलि छैन टाइपको क्या खस्दिन्छ फेरि चिरा परिदिन्छ बिचैमा अनि बाटै छैन गायब हो त्यस्तो हुन्छ बल्ल बल्ल ठुलो एउटा लेक कटाएर आयौँ पर ढुङ्गा टाङटुङ खसेको आवाजले त सिरिङ गराउँदो रहेछ ग्लेसियरहरू यस्तो भइसक्यो
बाटो बनाउँदै आउनु परेको अवस्था केटाहरू त्यहाँ पुगिसके र बिचरा ट्युनिस भाइ अगाडि र यस्तो छ बाटो पुरै खतम नेचरको अगाडि कसले सक्नु बाटो छैन गाइज बाटो बनाउँदै बिस्तारै बिस्तारै हामी गोकचोटीतिर जानेछौँ है त ल ओह हामी आएको ग्लेसियरको बिचमा छौँ बाटो हेरी हेरी गइरहेछौँ अझ यति जानु छ ओह बाटो चाहिँ भेट्यो धन्नले नभए रात पर्थ्यो यहाँले एकदम साथ दियो हामीलाई बाटो देखाएर ऊ मस्तले बसिरहेछ त्यहाँ ल हामीले कुरेर बसिरहेछ थ्याङ्क यू कुकुर भोटे हामी आइरहेछौँ यहाँ अर्को ताल छ यो आइस यसरी फुटेर आउन लागेको छ बङ्गै यसरी हेरिरहेछ र बिचरा बाटो सब नेचरले खाइदियो यसरी बाटोमा हिँड्दैछौँ ल यस्तो छ है यहाँको अवस्था ल यो साह्रै माया लाग्यो यो कुकुरको त हामीलाई बाटो देखाउँदै कुर्दै कुर्दै गएको छ हामी जाने चाहिँ यहाँ हो अब पुग्नै लाग्यो यो पो खतरा हेर त चर्केरै अब खस्छ यो त ल आइरहेछ एकजना अर्को ताल छ दुधकोसी चाहिँ यहीँबाट उत्पत्ति भयो है भर्खरै एउटा आइस झऱ्यो टुङरङ आवाज आउने गरी हाम्रो यही एउटा फाइनल उकालो बाँकी छ सिद्धाको अनि त्यसपछि पुग्छ अब यहाँ हेर यस्तो रिस्क छ यहाँ हेर ढुङ्गा झुन्डिरहेछ यहाँ त्यो खस्यो भने गुल्टुङ 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 के हुन्छ थाहा छैन हामी चाहिँ यो टुनिस भाइले भनेर हामी चाहिँ यो आइस भएको यो बाटोबाट आयौँ खासमा मैले अघि उसलाई यहीँ तलबाट जाउँ भनेर रेकमेन्ड गरायो केटो मानेन अब दाइहरूलाई चाहिँ यहाँबाट भनेछु आइराख्नु भएको छ ल ढुङ्गा यहाँ पनि खोइ कहाँ हो यहाँ रहेछ ल यो ढुङ्गा झऱ्यो भने गाह्रो खतरा बाटो यो हेऱ्यो भने त कहाँ छ खै ए यहाँ रहेछ त्यही खोजिराखेँ मैले ए बिस्तारै आउनु है खै ओए worth it. Welcome to the Gokyo! यो हाम्रो गोक्यो ताल हाम्रो भोटे यहाँ रहेछ तिमीलाई हामीले नपर्खिकन ओए होइन ऊ भएको छैन के अरे फ्रोज भएको छैन आधी आधी चाहिँ अलिअलि भयो उता चाहिँ हेर पानी पानी छ नाइस ल गोक्यो लेक फाइनली ओके हामी चाहिँ यहाँ ग्लेसियर भर्खरै ग्लेसियर पार गऱ्यौँ कहाँबाट आएको म देखाउँछु ल हामी अल द वे फ्रम देयर त्यहाँबाट अनि यो सबै ग्लेसियर 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 पार गरी 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 बल्ल 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 आइपुग्यो माई गॉड
बिस्तारै आउनु दाइ केही खाएन अनि गाह्रो भइहाल्छ नि यो छेउमा पनि फ्रोजन भएको छैन पानी ल अनि उता चाहिँ अलिकति फ्रोजन भयो नाइस यहाँ हाम्रो ग्लेसियरको उतापट्टि पुरै बादल आइसक्यो ल गोक्यूको लजहरू यो हो हामी चाहिँ यहाँ म्यासिभ गोक्यो ओ माई गॉड Halo, foto. लडेको अवस्था हाम्रो केटा यहाँ गोक्योमा यो यहाँ मार्क पनि देखाउँछ है लडेको ल क्राम्पनले काम गरेन यहाँबाट सरर लडेछ दाइ पनि लड्नु भएको छ त्यसको अर्कै कहानी आउँछ पछि यहाँनिर सनसेट हुन लाग्यो सनसेट हिमालमा सनसेट भइरहेछ हाम्रो रिजोर्टमा धुवा आइसक्यो आगो बालिसक्यो हामी गोक्योमा छौँ ल थ्याङ्क यू भोटे यो भोटेले आज धेरै राम्रो राम्रो उ गर्यो आज यहाँ बस्छौँ गोक्यो रिजोर्ट फाइनल्ली गोक्यो आइपुग्यो ट्याक्क सनसेट भइरहेछ यहाँ यस्तो बबाल छ र यसलाई खुवाउ ठिक छ ल वी मेड इट है मेड इट खै मेड इट वी मेड इट लड्दै पढ्दै ल वेलकम टु द गोक्यो रिजोर्ट गोक्यो रिजोर्टमा हामी डिस्कस गर्दैछौँ के खाने भनेर आज यो होटल हामीले रिजर्भ हानिदिएका छौँ है रिजर्भ हानिदिएका छौँ आज हाम्रो लागि मात्र रिजोर्ट अब म देखाउँछु है यहाँ हाम्रो कस्तो हुन्छ भनेर यहाँ यो रिजोर्टको भ्यू देखाइदिन्छ है पुरै अब रिजोर्टबाट यस्तो देखिन्छ यो कर्नरबाट पुरै गोक्यो यो गोक्यो मुनि है अनि यहाँको एम्बियन्स यस्तो छ ल हाम्रो आज फाइन डाइनिङ भइरहेछ है यहाँ हाम्रो पिज्जा छ है यहाँ कम्प्लिमेन्ट्रीमा गोक्यो पिज्जा अहिलेसम्मको लग्जरी लाइफ यही हो हाम्रो आजको अहिलेसम्मकै लग्जरी स्टे होइन पिज्जा खायो है पिज्जा 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 ल गाइजहरूलाई है त आजको लागि
ल साह्रै मिहिनेत गरे अब हाइली इम्प्रेस है